हेलो गाइस, फेरि पनि मिनी ब्लग लिएर आएको छु अनि अन्तिमसम्म हेर्नुस् ल यो भिडियोलाई अनि लाइक सब्स्क्राइबर शेयर पनि गरिदिनुस् होला अनि सपोर्ट अनि माया पनि दिनुस् होला। अनि आज चाहिँ बुधबारे हाट गइरहेको छु अनि यो परपट्टि देख्दै हुनुहुन्छ यो त बुधबारे हाट हो अनि वरपरि गइरहेको छु छुट्टी मागेर एकछिन ड्युटीबाट। अनि आजको वेदर चाहिँ यस्तो भइरहेको छ, सेल लागेर घरि पानी परे जस्तो भइरहेको छ वेदर। घरमा लानु न, यो चाहिँ पुल हो, यो चाहिँ ड्यामको पुल भन्छ यसलाई चाहिँ। ल हामी चाहिँ जाँदैछु, आइपुगे बुधबारे हाट, यसले चाहिँ भन्छ बुधबारे हाट। तपाईँहरू पनि आउनु सक्नुहुन्छ, एकदम राम्रो राम्रो लुगाहरू पाउँछ यहाँ सस्तोमा। म चर्छु है बाटी जान्थेँ बढी, यताबाट जान्छु त म। कता गएको त्योभन्दा बेसी छैन के यो यो न पर्छ माम ठिक हुनुहुन्छ? ठिकै छु। एक्लै आएको मेमे होइन, बडीसँग आएको, एकछिन ड्युटीबाट सिधै आएको। ए ल ल ल ठिकै हुनुहुन्छ होला नि त? सबैजना ठिकै छ? ठिकै छ। हेर्नु न जुत्ता किनिदिनु न, लुगाहरू भिडाइरहेको रहेछ यहाँ। किनिदिनु न बडी बडी, किनिदिनु न। चाहिँ बुधबारे हाट हो यसो। हेर न टी सर्टहरू बोइजको लागि होइन, हेर्दैछु। टी सर्ट जान्दैन, यस्तो चाहिँ किन्नु मन लागिरहेको छ मलाई। किन आदि त उयो गर्दै रहेछ, उठाउँदै रहेछ। हेलो अहिले बोल्छु ल। कम्ती लाग्न थालेछ नि बुधबारे हाट यहाँ।
पापाले यहीबाट लग्नु प्यान्ट हरेर आउँदैन पानी सर्टहरू टी सर्टहरू लुगाहरू चाहिँ के नकिन्ने बढी किन किन ठ्याक्कै किन्दिनन् किन हौ किन न हौ कटरको पेन हेर्न न यहाँ लगाइरहेको छु आउँछु किन्नु बादमा अस्ति आमाले यहीँबाट ल्याइदियो त मलाई यस्तै पेन नि ढुन्डाइरहेको छ हेर्नु न दामी है दामी रहेछ कति लाउने जस्तो हेर्नु त क्युट हेर्नु न एक पनि माग्छ लिएर बिसौको पनि हो लोकदेको 10 पनि दिदैन के भन्दैछौ बुढोले नि लोकिन्छ कि कहिले त हेर न बढी सानो सानो गए नानीहरूको सर्टहरू रहेछ हौ यो विश्वासले कहाँबाट किन्छ लुगा बुधबार आउँदैन ऊ किन जामाहरू रहेछ यहाँ जामा नै कुर्ताहरू रहेछ उयो पोतहरू रहेछ हामी लाउनु यसले चाहिँ त्यही ल्याउनु आएको काठमा यहाँ त भिड रहेछ चस्माहरू बढी कम हियर कस्तो दामी हेर्नु न यहाँ Excuse auntie. मन परेन के दामी दामी छ त अन्त हेर्नु न यहाँ डिस्काउन्टमा एकदम सस्तो त पाउँछ ल दुईटाको 150 कुन चाहिँ कुर्ता जामा यो जामा मन परेको ए यसो त कहाँ लाउ त ल सुराल ल 100 मा सुराल यो सुराल त अस्ति आमाले ल्याएको थियो मलाई लानु हो राम्रो यहाँ चाहिँ लकहरू रहेछ बढी केही किन्नु पर्दैन यहाँ बढी केही किन्नु पर्दैन यहाँ चाहिँ किन बेगहरू चप्लीहरू रहेछ यहाँ चाहिँ फर्केको पहिला कम्ती थिएन अहिले कम्ती लाग्न थालेछ मुटु भात पनि
केमा बढी होइन त दामी रहेछ नि अब किन्नु त मन लाग्यो नि के गर्नु आमाले फेरि खेतला होला अहिले मिरिक भ्याली भ्यू नानीको जुत्ता पनि रहेछ यसरी बित्यो बढी बढी केही किनेन त तिमीले भन किन्ने होइन के किन्न त्यो के किन्न त्यो अरू चिज हेरौँ भनेको रन्थो एउटै चिज थियो कि तर मिठो भाडाहरू रहेछ मक्टु किन्न त्यो ए अर्कै चिज पो रहेछ कस्तो फर्काको आमा अरे कस्तो खालको बोलाउँछु त्यो मैले यो चाहिँ कति अरे कहिलेदेखि बढेको अरे 4 महिनादेखि कति पुग्यो अरे 436 ग्राम भइरहेछ हामी 400 ग्राम कति रुपैयाँ रे एउटाको 20 40 50 राम्रो राम्रो छान्नै बढी 80 400 ग्राम कसै किलो 4 यति बिना गाडी भेट्छ यति बिना भिड छ गाइस गाडी चाहिँ बुधबारे हाटमा चाहिँ मेन रोड भएर होला पानीको छिटा पनि आउँदै रहेछ बढी पानीको छिटा आयो आउनु यहाँ जाउँ न यता गोला राम्रो सागसब्जीहरू सुतिरहेको हाल्दिनँ ओ मैले भनेको थिएँ नि बढी यहाँ पाउँछ केरा भनेर मेरो बात मानेन पाकेको रहेछ केरा हेर्नु कि दामी है 50 टका कसरी केजी यो 60 रुपैयाँ छ 60 रुपैयाँ यो 60 यो 50 सब मिचाइदिएर यो 40 टका दिनु लिनु यो 40 टका दिनु कति यसको इसको 2 4 6 8 10 12 सब रहेछ यहाँनिर भिड है सब्जीको लाइनमा
हाम्रो आमा पनि आयो कि होइन मसलाको दोकान I think so much बढी निङ्गुरे लाँदैन निङ्गुरे लाँदैन सब्जीहरू फ्रेस पाइन्छ यो त बस्तीको हो के लाँदैनौ सिङ्कीहरू हेर दामी दामी रहेछ त ए दामी दामी रहेछ सिङ्कीहरू फ्रेस पाइने सबै बस्तीको हो भेजिटेबल परसम्म देखिरहेको छ गोर्खे हाट ए बुधबारे हाट चाहिँ मेरा लाँदैनौ माछा होटेलमा लगिदेऊ न होटेलमा कसरी त हामी चाहिँ जाँदैछु बुधबारे हाट घुमेर पनि बडीले मात्रै किने मैले किनिनँ